मर्निङ एभ्रिवान। आज चाहिँ मलाई घरमा बसेर पुरा बोरिङ भयो कि अन्त एक्चुअली म चाहिँ हल्का ब्लग बनाइदिउँ भनेर। एन्ड दिस इज तपाईँको भिलेज एडमिनिस्ट्रेटिभ सेन्टर। यो चाहिँ मेरो ड्याडहरूले चाहिँ गभर्मेन्टले ल्यान्ड दिनुभएको, अन्त यो ल्यान्डमा चाहिँ तपाईँको यो एडमिनिस्ट्रेटिभ सेन्टर ओपन गर्नुभएको छ। एकदम मेरो होमको तपाईँको छेउमै पर्छ यो एडमिनिस्ट्रेटिभ सेन्टर चाहिँ। अन्त म चाहिँ यहाँ मेरो हजुरआमाकोमा जाँदैछु। हजुरआमाको एकदम फेभरेट हजुरआमालाई मनपर्ने के मनपर्छ सबै लिएर जाँदैछु। हजुरआमा बस्नुहुन्छ यहाँ मेरो। एन्ड त्यो तपाईँले देख्नुहुँदैछ यो चाहिँ तपाईँको शिव मन्दिर हो। यो चाहिँ तपाईँको हाम्रो शिव मन्दिर हो। यो चाहिँ हाम्रो हजुरबाबाले मेरो ग्रान्डफादरले चाहिँ हामी सबैजनाको लागि चाहिँ तपाईँको ओपन गर्नुभएको शिव मन्दिर हो। यो चाहिँ म कति आइ एम सो मच ब्लेस्ड पर्सन। कत्रो ठुलो शिव मन्दिर हाम्रै घरको अगाडि हाम्रो हजुरबाबाले एकदम हामी सबैजनाको लागि, सबै फ्यामिलीदेखि लिएर सबै यो हाम्रो सबै प्लेसको सबैजनाको लागि यत्रो ठुलो शिव मन्दिर गरिदिनु भएको छ। म बहुत ब्लेस्ड पर्सन छु। मलाई मेरो हजुरीको साह्रो माया लाग्छ। मेरो डगी हो ब्रुनो। हेलो ब्रुनो। पन्दिन भएको छ। करेलो मुख पनि फेरिन्छ आमा भनी काटी गोरी।